ओके, आज चाहिँ म तपाईहरुलाई चाहिँ स्पेशली एनिमे लभर्सहरु हैन, विशेष गरी नाम पछाडी कुन अथवा चान अथवा सान यो तीनटा चाहिँ नाम पछि अट्याच गरिएको पाइन्छ। यो चाहिँ वा यसले चाहिँ के अर्थ दिन्छ भन्ने कुरा चाहिँ आज म चाहिँ तपाईहरुलाई सिकाउँछु। सान कुन चान यिनीहरुको सबैको अर्थ मेनली चाहिँ सानलाई रिफर गरौँ, जी भनेर अर्थ लाउँछ, नाम पछाडी लाग्छ। हामीले पनि नेपालीमा जी जस्तै रमेश जी, राम जी, श्याम जी भनेर चाहिँ रेस्पेक्ट लागेर गर्छौँ भने जापानिजमा पनि त्यस्तो सिस्टम चाहिँ छ। यो कुन चाहिँ नर्मली हैन बच्चा बच्ची भन्दा बच्चाहरुलाई के र आफूभन्दा उमेर सानोहरुलाई चाहिँ कुन कुन भनेर बोलाइन्छ। यो चाहिँ आफ्नो क्लोजनेस हुँदाखेरि हैन, र स्पेशली छोरी मान्छेले चाहिँ आफ्नो बोयफ्रेन्डहरुलाई पनि कुन कुन भनेर लाउँछ। र आयो अब च्यान चाहिँ यो चाहिँ नर्मली छोरी मान्छेहरुलाई चाहिँ प्रिफर गर्छ, छोरा मान्छेले छोरी मान्छेलाई भन्दाखेरि। र यो सानो बच्चा बच्चीहरुलाई चाहिँ हैन, नानीहरुलाई चाहिँ हैन, छोरा मान्छे पनि एप्लाई हुन्छ, सानो बच्चा बच्चीहरुलाई पनि च्यान चाहिँ भन्ने गर्छ। र स्पेशली चाहिँ छोरा मान्छेले आफूले मन परेको आफ्नो गर्लफ्रेन्डहरुको हैन क्लोजनेस भएकोहरुलाई छोरी मान्छेहरुलाई चाहिँ च्यान भनेर रिफर गर्छ। हस्त भनेर।